गाइस अब हम सब आप रेडी भ गेल छी देख सकै छी आप जा रहल छी हम सब फेब्रुअरी के लागि चलो 9 क्लास के बंदा चल एल छ त ई एक बेर भोरो के एल छले हां त कथि व्यवस्था छ व्यवस्था पूरी जिलेबी और तरकारी फाइनली आप स्कूल चल लियो त हमर लॉलीपॉप देखाई न तो जे आज से भी 18 साल से चोबै छले स्कूल फाइनल चल एल छी त जा रहल तो कुछ साथी सब रुकल थे आकाश बाबू आकाश बाबू आकाश बाबू धड़कन ये कहती है दिल तेरे बिन धड़के ना एक तू यार मेरा मुझको क्या दुनिया से लेना धड़कन ये अब हामी रातो वेलो भइसकेका छौँ अब सुरु गर्दा हुन्छ म प्रवीण सरलाई यहाँ स्टेजमा आइदिनको लागि आग्रह गर्दछु कक्षा 9 का भाइ बहिनीहरू जोसँग लिएर आएर माथिको सरहरूलाई पनि हाम्रो यताको शिक्षक शिक्षिकालाई पनि त्यहाँ विवेक सर रामप्रकाश सर बाँकी रहनुभयो उहाँहरूलाई पनि कुराको मनमा केही भावना नराखिकन दिइराख्नु भएका हाम्रा गणित शिक्षक श्री संत कुमार यादवज्यूलाई पनि म यो स्थान ग्रहण गरिदिनको लागि आग्रह गर्दछु साथै अरु म सबै शिक्षक शिक्षिकालाई र एउटा म प्रवीण सर हाम्रो हुनुहुन्छ प्रवीण सर 2 उहाँलाई पनि मेन्टेन गर्छु के तर म त्यस्तो रिसार्च स्वभावको मान्छे फेरि होइन है आदरणीय यस हाम्रो फेब्रुअरी प्रोग्रामका संस्थापकज्यू हाम्रो आदरणीय सर घनश्याम सर उहाँ त हुनुहुन्न हाम्रो म्याम हुनुहुन्छ उहाँलाई कार्यक्रमका प्रमुख अतिथि लगायत यहाँ उपस्थित हाम्रा आदरणीय शिक्षक मित्रज्यूहरू यस विद्यालयको स्टाफ हाम्रा कतिपय विद्यार्थी छ जो शिक्षकको रूपमा आउनुभएको छ उहाँहरूलाई र आदरणीय कक्षा 9 का भाइ बहिनी लगायत 10 का साथै हाम्रा गायक हुनुहुन्छ अभिभावक हुनुहुन्छ मलाई अब दुःख लाग्दैछ म क्लासमा कसलाई गाली गरौँ चाहिँ सबै दिन केही न केही भन्न पाउँदा अब त्यो दिनमा कसरी चाहिँ फेरि फर्काउने म क्लासमा धेरै कुरा भनेको होला तर म आफ्नो इच्छाले भनेको होइन तिमीहरूले मलाई नै सहयोग नगर्दाखेरि भनेको सहयोग भनेको होमवर्क नगरेको टाइममा चाहिँ क्लासमा यताउति हेरेको हैन कक्षा 10 मा जुन हुनुपर्ने त्यो एउटा वातावरण नभएकोले साल 12 महिना 6 गते शुक्रबारका दिन कक्षा 9 का विद्यार्थीहरूले कक्षा 10 का भाइ बहिनीहरूका लागि विदाई समारोह आयोजना गर्दा आफूले केही बोल्नु पाउँदा धेरै ठानेकी छु वास्तवमा आजको दिन धेरै नै ठुलो रहेको छ तपाईहरु बसेका ठाउँमा एक दिन हामी पनि बसेका थियौ 10 क्लासको फेरि भन्दा हाम्रो फुटला नै जस्तो हुन्छ हाम्रो
सबभन्दा मोस्ट ब्युटिफुल लाइफ हो जुन हामीले यो 10 सालमा बिताएका समयहरू हुन्छन् त्यसले गर्दा हाम्रो जीवन नै बदलिने काम गर्छ। यही प्लेटफर्मबाट हामी बोल्न सक्छौँ, दुनियाँमा चिनाउने काम। आज मैले पहिलेदेखि प्लान गरेको थिएँ हैन। सबभन्दा पहिला त तिमीहरूलाई यो आउने एससी एक्जामको तिमीहरूलाई अग्रिम शुभकामना दिन चाहन्छु। थ्याङ्क यू सर। र मैले पहिलेदेखि नै प्लान गरेको थिएँ कि एउटा गाना सुनाउँछु, तर अनलकिली के भइदियो भने अलिक घाँटी बिग्रेर त्यो जुन मैले सोचेको थिएँ त्यो गाना सुनाउन सायद सक्दिनँ होला, किनभने त्यो अलिक हाई स्केलमा छ होइन। तर मैले अलि त्यो लोवर मिडल केसमा के अरे लोवर मिडल अप्टेकमा गाउने एउटा मेरो फेभरेट गाना छ, त्यो तपाईँहरूलाई म सुनाइदिन्छु। र यो कहीँ राम्रो गाउन सक्यो भने चाहिँ तपाईँहरूको फेभरेट पनि मैले सुनाइदिनेछु भन्ने बाचा गर्दछु। ओके। र त्यो गाना सुरु हुनुभन्दा अगाडि एउटा सायरी रहेको छ। ठ्याक्कै त्यो सायरी सकेपछि हाम्रो प्रवीण सरले गाना स्टार्ट गरिदिनुहुन्छ। त सबभन्दा पहिला त्यो एउटा सायरी सुनिहाल्नु। कभी कभी मेरे दिल में ख्याल आता है, वाह 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 वाह। कभी कभी मेरे दिल में ख्याल आता है कभी कभी मेरे दिल में ख्याल आता है कि जिंदगी तेरे जुल्फों के नर्म छांव में गुजर न पाती तो सालाब हो भी सकती थी। ये रंजो गम की स्याही जो दिल पे छाई है तेरी नजरों के सुआओं में कभी खो भी सकती थी। मगर ये हो न सका और अब ये आलम है कि तू नहीं, तेरा गम, तेरी जुस्तजू भी नहीं। गुजर रही है जिंदगी ऐसे जैसे किसी सहारे की आरजू भी नहीं। न कोई राह, न कोई मंजिल, न रोशनी का सुराग। भटक रही है अंधेरे में जिंदगी मेरी, इन्हीं अंधेरों में रह जाऊंगा कभी खोकर। मैं जानता हूँ मेरी हम नफस, मगर यूं ही कभी कभी मेरे दिल में ख्याल आता है। बसु प्रकारका बढी भर्नु, तर के बाध्यताका कारण मलाई यहाँ जानुपर्छ र म हुन्छु। सबभन्दा पहिला म खुसी छु आज कि आज मेरा भाइ बहिनीहरू एक पाइला टेकेर अगाडि बढिरहेका छन्। अब हामी एससी पछि +2 मा जान्छौँ र अब हामीले सिकाएका कुराहरूलाई उहाँहरूले अगाडि गएर भविष्यमा गएर राम्राभन्दा राम्रा बाटाहरू रोज्ने भने हामी कामना गर्दछौँ। र हामीले म धेरै पुरानो पनि होइन, भर्खर 10 महिना हामी बिताएको छौँ।